नेपालको टप 10 हाईएस्ट ग्रोसिङ मुभिजहरुको लिस्ट शेयर गर्नेवाला छु। आफ्नो गोजीमा पैसा नभए पनि अरूले कति कमायो भन्ने जान्ने बानीलाई प्रोत्साहन दिँदै अच्छा यो भिडियो सुरुवात गरौँ। 10 नम्बरमा रहेको छ मुभी कोहिनूर। लेट श्रीकृष्ण श्रेष्ठ सरको लास्ट मुभी हो कोहिनूर र मुभीले लाइफ टाइम 14.75 करोडको बिजनेस गरेको थियो। नेक्स्ट मुभी 9 नम्बरमा रहेको छ छक्का पञ्जा मुभी फ्रेन्चाइजको मुभी छक्का पञ्जा 5 र यो मुभीले लाइफ टाइम 15.20 करोडको बिजनेस गरेको थियो। अगाडि बढौँ। 8 नम्बरमा रहेको छ महाजात्रा मुभी विथ 15.68 करोड। त्यसैगरी 7 नम्बरमा फेरि पनि रहेको छ छक्का पञ्जा मुभी फ्रेन्चाइजबाटै छक्का पञ्जाकै फर्स्ट पार्ट विथ 16.10 करोड। नम्बर 6 मा रहेको छ दयाङ सरको जारी मुभी 2080 मा 17.48 करोड कमाउँदै हाईएस्ट ग्रोसिङ मुभी बनेको थियो 2080 सालको। ओके, अब टप 5 मा जाऊ। 5औं स्थानमा रहेको छ फेरि पनि छक्का पञ्जा मुभी फ्रेन्चाइजबाटै छक्का पञ्जाको चौथो पार्ट विथ 17.53 करोड। ओके, अब चौथो स्थानको कुरा गरौँ। चौथो स्थानमा यस्तो मुभी रहेको छ जुन अहिले पनि चलि नै रहेको छ। मुभीको नाम हो परान। यो हाइली इमोसनल फ्यामिली ड्रामा मुभीले आजको मितिसम्म 17.68 करोड कमाई गरिसकेको छ र चाँडै नै 18 करोड पनि मजाले क्रस गर्नेछ। ओके, अब तेस्रो नम्बरको कुरा गरौँ। तेस्रो नम्बरमा छ बाउ र छोराको जोडी विराज भट्ट र समीर भट्ट स्टारिङ बारगाउँ मुभी। यो मुभीले 19.93 करोडको टोटल कलेक्सन गरेको थियो। ओके, अगाडि बढ है। दोस्रो नम्बरमा छ कबड्डी 4 द फाइनल म्याच। 2022 मा रिलिज भएको यो मुभीले 21.40 करोडको टोटल बिजनेस गरेको थियो। र फाइनली #1 नेपालको सबैभन्दा बढी कमाउने मुभीले यो कुरा चाहिँ हेराएको छ कि रुवाउने फिल्मको क्रेज कुन लेभलमा छ भनेर। यो म कुरा गर्दैछु विजय बराल सर स्टारिङ पूर्ण बहादुरको सारङ्गी। यो मुभीले सेकेन्ड नम्बरमा रहेको कबड्डी 4 को 2 गुणा भन्दा बढीको व्यापार गरेको छ। ग्रोसिङ 46.87 करोड। यो मतलब हामी नेपालीले थिएटरमा गएर रुन कतिको मन पर्छ है। देख रहा है बिनो